त छँदै थियो तर किन मारिस बयानमा डिप्रेसन भनी किन ढाटिस सत्य लुकाएर न्यायलाई किन हराइस निर्दोषको जीवन किन यसरी सताइस अहिले घरकी श्रीमती भएछेन राम्री उसलाई हेर्नु भन्दा अघि किन देखिनन् मनको चाहना बदलिँदा संसार बदलिन्छ तर कर्मको लेखा कहिले पनि मेटिँदैन दुई बच्चा जन्मेपछि फेरि के खोज्छ मान्छे सम्बन्धको अर्थ नै किन बुझ्दैन आँखा इच्छा र अहङ्कारले जीवन बिगार्छ अन्त्यमा पछुतो मात्र बाँकी रहन्छ हत्यारा छुटाउनलाई सानो छोराको नाम न्यायको बाटोमा नहोस् यस्तो फोहोरे काम सत्य ढाकिए पनि समयले बोल्छ एक दिन कर्मको अदालतले सबै हिसाब लिन्छ अन्तिम घृणाले होइन सत्यले बाटो देखाउँछ अन्धकार